रहेका विद्यार्थीहरू सरहरू पनि सबैजना बाहिर आएर लाइनमा लाग्दिनु होला। हाम्रो कार्यक्रम अब रिबन काटेर मेयर साहबबाट उद्घाटन हुँदैछ। छिटोभन्दा छिटो सबैजना बसेर अभिभावक विशिष्ट अतिथिहरू अगाडि आएर हाम्रो कार्यक्रम छिट्टै नै सुरु गरौँ। Clap. यहाँबाट अब यहीँ तिमीहरू यहीँबाट सुरु गर। यहाँ भिडियो मेरो बिचबाट जानु है। दुईपट्टि लगाइदेन गाला, दुईपट्टि लगाइदेन गाला। हो त्यसरी खोइ त ताली पड्काएको खोइ माथि रविन्द्र सर, खोइ रविन्द्र सर, खोइ जानु न, चढाउनु न स्टेजमा। ए एलाउन्सरहरू गयो, जा जा तिमीहरू एलाउन्सरहरू जा, यहाँ अरूलाई दे, उता दे एलाउन्सरहरू जा। पहिला चेयरपर्सनलाई गराएर अहिले नगर उयो सबैलाई बसाइसकेर अहिले त्यहाँ बस्ने है केही नगर्नु। यता बाहिर पनि आउँदा हुन्छ सरहरूलाई खोइ त्यो 10 लाख खोइ त्यो खोइ कता भयो सरलाई पाला लगाइरह टिका त्यो के पनि लगा न त्यहाँ सरलाई तपाईँ म उल्टा पोजिसनमा बसेछु है। तपाईँ मेरो अब चाहिँ ठिक छ, चुप न फेरि अब ठिक हुन्छ। लगेर हाम्रो आउनु पर्यो मेरो हात हलाइदिन्छ रे। मेरो पोजिसन मिलिरहेको छैन क्यामेराको। मेरो पोजिसन मिलिरहेको छैन रे, कहाँबाट मिल्छ यहाँ ठिक छ।
कैसे आए हैं कैसे मलाई लाने रे त्यहाँ ल्याउनु पर्यो सरहरूलाई जतिजनालाई पुगेको तिनीहरूलाई पुगेन सर आउनु न सुनिल सर यता ए हरिप्रसाद यता आउनु सर अहिले मलाई बराउनु सेकेन्ड गरिदिनु सर यो युट्युबको लागि छ कि एकैछिन यहाँ स्ट्यान्ड हुन्छ राम्रो हुन्छ स्ट्यान्ड भएको स्ट्यान्डमा क्लियर सरलाई छोडिदियो खै खाँदा लगाउ थ्याङ्क यू सुनिल सर सबै गेस्टहरूलाई आफ्नो आफ्नो स्थानमा गर्छन् त्यसपछि आउँदो भविष्य कसरी आफ्नो कोर्ने भन्ने कुरोको केही न केही ज्ञान हाम्रा भाइ बहिनीहरूले पनि पाइसकेकै थिए तर म के भन्न चाहन्छु भनेदेखि अब जुन छ हिजो गार्जियनको हिसाबले तपाईँहरूले अध्ययन अध्यापन भयो अब तपाईँलाई के पढ्नु छ कसरी पढ्नु छ कसरी आफ्नो रुटिन बनाउनु छ त्यो तपाईँहरूको ठुलो जिम्मेवारी आएको छ र यस जिम्मेवारीलाई आउँदो दिनमा आउँदो समयमा भाइ बहिनीहरूले दृढतापूर्वक सफल हुनेछन् भन्ने म कामना गर्दै आफ्नो दुई शब्द यहीँ सिध्याउँछु। धन्यवाद।